गाइस वेलकम टु माई च्यानल। आज चाहिँ हामी चाहिँ मुस्ताङ जाँदै छौँ। हजुर हामीले भनिरहेको थियौँ नि हामी मुस्ताङ गइन्छ 10 को छुट्टी भनेर। आज चाहिँ त्यो दिन परेको छ। अब हामी चाहिँ जाने केमा हो, अब अलि उता म अटो चढ्छु, थाहा हुन्छ उतातिर गएर। अझ थाहा छैन केमा जाने, बाइकमा जाने हो कि बसमा जाने अझ थाहा छैन। एकैछिनपछि थाहा हुन्छ। म अटोमा तिनीहरूले लिन जान्छु, त्यसपछि थाहा हुन्छ कहाँ जाने हो भनेर। ल गाइस मैले चाहिँ अटो पाइसकेको हो। म अटोमा चढेको केटाहरू आउँछ होइन, त्यसपछि हामी चाहिँ गइन्छ। बल्ल थाहा हुन्छ बाइकमा जाने कि बसमा जाने हो। ल जस भाइले झोलाई चाहिँ सानो बनाएको चाहिँ मैले ल्याइसकेँ मुस्ताङतिर गइन्छ। अब केमा गइन्छ अझै फिक्स भएन। बाइकमा पनि जान सकिन्छ, बसमा पनि जान सकिन्छ होइन। ल गाइस अब हामी चाहिँ अब बाइकहरूमा जाने भयो। यो बाइक एउटा बाइक ठिक छ, दुइटै बाइक ठिक छ। ल हामी चाहिँ अब मुस्ताङतिर लागिन्छ। अब यहाँदेखि हामी बुडोल ट्राफिक चोकतिर हौँ, यस्तो हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ अब बिस्तारै मुस्ताङतिर लागिन्छ। लगभग हामी चाहिँ 5 दिनको लागि हो यो हाम्रो टुर। अब हेर्दै राख्नु होला भ्लगहरू, अब हाल्दै राख्छु। ल अब हामी चाहिँ यहाँ पेट्रोल हाल्ने ठाउँतिर आइपुगेका छौँ। अब यहाँदेखि पेट्रोल हालेर हामी चाहिँ मुस्ताङको लागि यात्रा सुरु हुन्छ हाम्रो लागि। ल गाइस हामी चाहिँ अब लागिसक्यो। अनिस दाजु त्यहाँ हुनुहुन्छ। हामीले चाहिँ हल्का हल्का जाडो सुरु भयो। ज्याकेट लगाएको फाइदा पनि अब सुरु हुन्छ। ल अब हामी चाहिँ फेरि कहाँ गएर भेट हुनुपर्छ भने यहाँ मन्दिर छ। जोरदार गरेर भेट्नु ए त्यही अब यहाँको मन्दिर चाहिँ अब यहाँ बस्ने कि माथि यहीँ रोक्नु पर्यो। यहाँ कि माथि। जय सिद्ध बाबा, जय सिद्ध बाबा। भगवान्ले यात्रा सफल पार्दैन। हाम्रो यात्रा सफल होस्। ल हामी चाहिँ अब यहाँदेखि अब लागिसक्यो। ल ह्याप्पी जर्नी हाम्रो लागि। ल थ्याङ्क यू लभ फर यु। ल गाइस हामी चाहिँ सिद्ध बाबा काटिसक्यौँ भन। अब हामी चाहिँ यहाँ अनिसलाई पर्खेको। अनिस अझ त आएनन्, आउँदै होला जहाँसम्म लाग्छ। ल आएपछि फेरि भेटौँला। ल गाइस अब हामीले चाहिँ पाल्पा साल्पा नागिसक्यौँ। अब हामी चाहिँ पोखरा जाने बाटोतिर आइसकेका छौँ। सुन्नु चाहिँ यही पोखरा जाने बाटो घरहरू के छ। हामी यहाँ बाटो। ल हामी एकैछिनपछि फेरि भेटौँला है। ल गाइस यो पुल हेर्नु सक्नुहुन्छ। यो पुल कटेपछि चाहिँ हामी पाल्पा जिल्लादेखि स्याङ्जा जिल्लातिर प्रवेश हुँदैछौँ होइन। अब हामीले चाहिँ यहाँ अनिसलाई फेरि कुर्नु पर्ने हुन्छ। अनिस अझै आएनन्, अनिस पछि छन्। हामी अलि चाँडै आयो यतातिर होइन। हल्का कालो देखियो होला, धुवाले होला, ठुलो धुवाले। खोला हेर्नु सक्नुहुन्छ, यस्तो होला। पुल पनि रहेछ यहाँ ठुलो यत्रो राम्रो पुल रहेछ। फेरि हामी एकैछिनपछि फेरि भेटौँला गाइस। ल अनि गाइस फेरि एउटा नयाँ कुरा खबर थाहा पाएँ होइन। यो खोलाको चाहिँ नाम चाहिँ कालीगण्डकी रहेछ। यो पुल कस्तो पुल हो कि एउटा गाडी जाँदा कस्तो थर हल्लिन्छ क्या, डरै लाग्यो यार। केटाहरू त्यहाँ फेरि झोला मिलाउँदैछन्, झोला खसाउनु लगाएर होइन। अब हामी चाहिँ अब यहाँ निक्लिने अब एकैछिनपछि। ल त्यहाँ मान्छेहरू हिँड्ने रहेछन्, त्यहाँ के बनाउँदै रहेछन् क्या त्यो। त्यहाँ मान्छे हिँडेको त्यो केटा आउँदैछन्, त्यहाँ रहेछन्, आउँदैछन्। ए बाँदर रेस बाँदर गयो। ल एकैछिन अब नास्ता पानी गरौँ। भोक लाग्यो ताउजो खाऊँ, त्यसपछि फेरि भेटौँला बिस्तारै। राति कहाँ बस्ने अवस्था आएन, अब थाहा हुन्छ एकैछिनमा डिस्कस गरेर। ल गाइस बाँदर आएको छ यहाँ। मङ्कीले हामीलाई हरिडोर लाग्यो ए करा होइन
के रे बाबा आफ्नो काम गर्न के हो र यहाँ गएर उल्कायो कि यसले रन लाला भनेर गाइस अब हामी फाइनल्ली चाहिँ यहाँ मुत्न पुगिसक्यो भन्नाले यसो पिसाब अप्ताएर हामी चाहिँ यसो रेस्ट गर्नु आएको छौँ यहाँ यसो राम्रो ठाउँ रहेछ यहाँ कसको परस पत्र रहेछ कि सुनिल रनावर रहेछ सुनिल रनामरको थियो यहाँ छिटाउनु होला यो कहाँ मलाई पनि थाहा छैन माथि चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ राम्रो ठाउँ रहेछ लगाए यहाँ चाहिँ बस पल्टेको रहेछ कसरी उताबाट आएको बस यसरी खस्छ र पागल जस्तो दिमाग मान्छेले केही भयो कि हुन्न केही भएको रहेछ ल जाम है गाइज अब हामी चाहिँ यहाँ नास्ता खानको लागि आएको छौँ नास्ता चाहिँ यहाँ आयो ल यही हो ल रोटी छ हामीले गर्दै ल्याएको योसँग नास्ता खाने ल नास्ता खाँदै गर्दै ल्याएको ल तैँले कहिले खोल्न दुइटै गाइस हामी चाहिँ अब यहाँ पोखराभित्र प्रवेश गरेका छौँ अब बाटो पनि त्यही हिसाबले राम्रो रहेछ हेर्नु सक्नुहुन्छ हामी चाहिँ बल्ल 2 कति भयो 2:30 भन्दा धेरै भयो बल्ल हामी चाहिँ 3 बजीसम्म पोखरा पुगिन्छ 3 बजीसम्म पोखरा पुगिन्छ बाटो चाहिँ हरिब राम्रो छ हेर्न सक्नुहुन्छ टक्क अलिक पछि आएको तर अहिले आएको रहेछ नि अलि पछि होला नि दिन देखा बाटो चाहिँ बबाल है बबाल गाइस अब हाम्रो पछि अनिस पनि आएको छ अनिसै रहेछ ल अनि ल्याएको माथि पोखराको नजिक छ गाइस किन टोपी ला भन्न होला के यहाँ गर्मीले टोपी लगाएको यहाँ चाहिँ ठ्याक्क मौसम पनि न्यानो जाडो रहेछ आनन्द भयो झोला त्यो गाइस हामी चाहिँ पोखराभित्र पसिसकेका छौँ पोखरा यस्तो रहेछ हामी चाहिँ बिस्तारै हामी पोखरा त अलिक पछि हुन्छ हामी उता गएर पोखरा हुन्छ ल अलिक लागि जय शिवशङ्कर भोले गाइस हामीले चाहिँ पोखरामा फेरि पेट्रोल भरेका छौँ भन अलि उता हामी बेनी जाने हो बेनी जाँदाखेरि नपुग्यो भने फेरि अब आफै भन्नुहोस् कस्तो देखियो नि मेरो पहिलाको केटअप राम्रो थियो ल अब हामी चाहिँ फेरि लाग्छौँ है हेर्न सक्नुहुन्छ पोखरा ल चलिए चल्छ गाइस यो त हेर्नै पर्छ कि के यस्तो हरिब छ त यो हरिब होइन अब हामी चाहिँ अब पोखरादेखि कहाँ जानु लाग्यो रे बेनी जानु लाग्यो ल है ल गाइस मैले त्यहाँ हल्का के राम्रो कुरा जस्तो देखेँ जान्छ दाइ रोड तर बाटो पनि यस्तो फराकिलो छ क्या हरिब मजाको बाटो छ त्यहाँ पर हेर्नु सक्नुहुन्छ के हो अनि त्यहाँ हामी चाहिँ अब त्यहाँ के हरिब छ कि ल गाइस अब हेर्नु सक्नुहुन्छ मैले हेर्नु सक्नुहुन्छ यस्तो छ हरिब छ पानी पनि कस्तो सेतो जस्तो हिमालदेखि बगेर आएको पानी भएर यस्तो दामी देखियो यार उस हो क्या भाइ यो त्यो चुना मिसेको पानी हो कि त्यसरी हिमालदेखि बगेर आएको घर छो त जाम हरिब छ त्यहाँ पर पनि हेर्न सक्नुहुन्छ के हो यताउति टक्क मौसम पनि क्या हरिब दामी पानी पर्ला जस्तो भयो अब हामी जान्छौँ ल चलिए यस्तो है यस्तो चस्मा लगाएर है हामी अघि लाग्छौँ है लाग्नै पऱ्यो अघि माउन्टेनहरू पनि हेर्न सक्नुहुन्छ टक्क यहाँ बाइकमा बस्न लाग्यो आरामले ल जाम गाइस ल सर हावा चल्यो मजाले चिसो हावा खाँदै जाम बाटो भरि बाटो हो यहाँ नदेखेको बाटो यस्तो फेरि उहाँ गएर भेट्नुपर्छ कहाँ अरे हामी त्यो जाने भनेको ठाउँ त्यतैतिर गएर भेट्नु बेनी ल
बेनीको बजार जता माया त्यतै छ बाइकको नजर अपलोडिङ आयो गाइस ल है बाटो धोस्दै रहेछ ल अहिलेको लागि हस्त नमस्कार फेरि एकैछिन What is the name? No permission to photograph. No, you have to ask. Oh yes, you have to Yeah. ask first. We have to ask. You have to ask. Can I click you? Yes, you can. Yeah. गाइस हामी चाहिँ अब बागलुङ हो न दाइ कहाँ हो रे हामी आयो बाग्लुङ है गाइस। बागलुङ टक्क बेनीको बजारतिर अब हामी चाहिँ प्रवेश हुन लाग्यो वेलकम टु सनसेट हुँदैछ गाइस हामी चाहिँ अब बेनीतिर आइपुगिसकेका छौँ अब यहाँ चाहिँ अब आज होटेलमा बस्नु पर्ने हुन्छ त्यही भएर अनि सोध्नु गयो कति हो भनेर धेरै बजेट पनि छैन त्यही अलि सस्तो होटेलमा बस्नु पऱ्यो भनेर अनि सक्नुहुन्छ अहिले बेनीको बजार पनि घुम्नु जाने हो सामान राखेर यहाँ टन्ने खायो त्यही भएर ल गाइस हाम्रो रुम चाहिँ यो दुइटा बेडरुम छ एउटा कमरा छ अनि चाहिँ हजुरले मैले यो साँघुरो ठाउँमा यो चाहिँ टोइलेट छ बेड चाहिँ कस्तो क्वालिटीको हो नि हजुरलाई म देखाइदिन्छु लचक त त्यस्तै हो यस्तो हो नि पैसा अनुसार ठिकै हो यतिको हड्डो छ ढाड सिधा हुन्छ ढाड सिधाउने भयो हाम्रो भ्यूमा त घरहरू छ गरे त्यस्तो केही छैन कपडा सपडा खोल कपडा सपडा खोलौँ ल यति हो अब चाहिँ हाम्रो चाहिँ अब केही हो त्यही हो अरू नयाँ केही भए चाहिँ हामीले ल गाइस हामी चाहिँ बेनीको बजारमा पुगिसक्यौँ तर बजारै भेटाएन अब कहाँ के हो गीतहरूमा चर्चा धेरै थियो तर यहाँ केही छैन गाइज होइन गाडी मात्रै हिँड्छ हल्का घर छ होटेलमा जानुपर्छ पानीको पनि 200 भनिदिन्छ भनौँ यस्तै महँगो छ होइन केही छैन यहाँ गाइज यार हाम्रो नडुलेर हो कि हामी नयाँ सन्देश साथीलाई टुरिस्ट भनेर हामीले हेपिदिएको कि के थाहा ए बाबु भनि त्यही हो ल बस्दै रहौँ र गाइज अब हाम्रो चाहिँ खानासाना आइसकेको छ हाम्रो खाना हेर्न सक्नुहुन्छ ल टक्क मासु भात यहाँ त्यहाँ हामी तिनजनाले अब भात खाँदैछौँ ल है गाइज अब चाहिँ अब यो हाम्रो पार्ट 1 हो पार्ट 2 हेर्नुको लागि चाहिँ अब अर्को भिडियो हेर्नु होला अब यो भिडियो हेर्नुको लागि चाहिँ हजुरलाई धन्यवाद ल